यहाँ सर हुनुहुन्छ डुक ट्रेडर्स हार्डवेयरको अनर सर विशाल छेत्री। उहाँसँग म छोटो कुराकानी हाम्रो हिसाब किताब एकाउन्टिङ सफ्टवेयरको बारेमा गरेर तपाईँहरूलाई सुनाउनेछु। सर, तपाईँले यो हिसाब किताब एकाउन्टिङ सफ्टवेयर युज गर्न थालेर कति महिना भयो सर? मैले लगभग अहिले अगस्त गर्दाखेरि 7 months 6 and a half। हजुर, तपाईँले यो हिसाब किताब एकाउन्टिङ सफ्टवेयर युज गर्न थालेपछि के कुराहरूमा तपाईँले सुविधा सजिलो महसुस गर्नु भएको छ? मलाई चाहिँ अब थुप्रो कुरा कम्फर्टेबल लाग्यो होइन। नम्बर 1 त अब बिल बनाउनुलाई होइन, बिल बनाउनुलाई सजिलो भयो, बिलिङ नम्बरको लागि पनि सजिलो भयो। अब स्टकमा एन्ट्री गरिसकेपछि पर्चेस गरेर सामानहरू एकखेप एन्ट्री गरिसकेपछि सेल गर्नुको लागि अब सुविधा हुँदैछ। सामान अब त्यहाँ सिस्टममा खोज्दाखेरि अब रेटहरू खोज्दा पनि पहिला कतिमा बेचेको थियो त्यहाँ ठक्कै लास्ट सेल रेट भनेर आउँछ। त्यसो गर्दाखेरि पहिला कतिमा बेचेको थियो त्यो मिक्सअप हुँदैन रहेछ। अन्त अरू चाहिँ अब स्टक एउटा नम्बर 1 चाहिँ अब स्टक कति छ, सामान कति आइटम छैन, कुन सक्नु लाग्यो, कुन सकिएको छ, कुन सकिएको छैन देखाउँछ। स्टक रिपोर्टहरू राम्ररी, सेल्स रिपोर्ट, स्टक रिपोर्ट सबै इजिली नै देखाउँछ। त्यहाँदेखि तपाईको कस्टमरलाई बिल पठाउँदाखेरि कोही बेला आफू स्टोरमा अब अफिसमा छैन भने पनि बाहिर छ र बिल मलाई अर्जेन्ट भयो, बिल बनाइसकेको छ सिस्टममा पहिल्यैदेखि भने मोबाइलबाट पनि काम सजिलो हुन्छ। सेन्ड गर्नु पीडीएफ बनाएर मोबाइलदेखि पनि डाइरेक्ट तपाईले इन्भोइस कपी पठाउन सेन्ड गर्नु सक्दो रहेछ। यसमा सजिलो छ। धन्यवाद सर, तपाईले हामीलाई तपाईको बिजनेससँग मिलेर तपाई सेवा गर्ने एउटा सर्भिस दिने मौका दिनुभयो सरले। आशा छ आगामी दिनहरुमा पनि हामीले तपाईले जति बेला चाहे त्यति बेला हामीले सजिलै तपाईको इस्युहरु प्रब्लमहरु के भयो भने हामीले सर्भिस दिन सकौं भन्ने आशा छ। थ्यांक यू तपाईको छोटो अन्तर्वार्ताको लागि। र हामी तपाईको परमिसन भयो भने तपाईको बाहिरको हार्डवेयर तपाईको डुक ट्रेडर्सको एउटा लोगोहरु हामी फोटो खिचेर हामी पोस्ट गर्ने छौं ताकि तपाईको बिजनेस पनि हाम्रो अडियन्सहरुले थाहा होस् तपाईको लोकेसन कहाँ हो के हो। जरुरत पर्यो भने हामी पनि शपिङ गर्न हाम्रो अडियन्सहरुसँग आउँला सर। थ्यांक यू सर।